ल आज श्री स्वस्थानी व्रत कथाको 8औं अध्याय है। ल सबैले सुनौ है त। अथ 15औं अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, विष्णु भागेपछि बाँकी रहेका देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग सबै हाहाकार गरी 10 दिशा भागी एउटाले अर्कोसित भन्न थाले, अब दक्ष प्रजापतिको प्राण रहँदैन, किनभने भगवान विष्णुको सुदर्शन चक्र मिथ्या भयो। जुन चक्र लिएर विष्णु उभिँदा महादेव समेत टिक्न सक्नुहुन्न थियो, त्यस्ता चक्रधारी समेत भागे भने हाम्रो पराक्रम के काम लाग्छ। यस्तो कुरा गर्दै आफ्ना आफ्ना घरतिर लागे। सबै विपक्षी कुलेलाम भएको देखेर काल जस्ता महावीर वीरभद्र रिसले ओठ टोक्दै, नागले सास फेर्दै वर्षकालको मेघ गज्रै गज्रदै दक्षमाथि जाइ लागे। दक्ष प्रजापतिको टुप्पी समाई भूमिमा पछारेर बोध गराए, हे पापिष्ट, तैले महादेवलाई धेरै निन्दा गरिस्, आफ्नी छोरी मारिस, त जस्तो पापी अरू यस संसारमा कोही छैन। महादेव बौला हो, त्यसलाई नडाकी मलाई के होला भनेथिस्। यस बखत तेरो ज्वाइँहरू कहाँ गए? अब आफ्ना हितैषीहरूलाई डाकी आफ्नो प्राण बचा। तेरो यज्ञ शङ्कर नभई कसले पूर्ण गर्दो रहेछ, हेरौँ त। अब तलाई पनि यस यज्ञमा होम गर्न सके हामी सबैलाई सन्तोष होला भनेर बुझाई दक्ष प्रजापतिको शिर काटेर यज्ञमा होमिदिए। यसरी दुष्ट संहार गरेको देखेर महाकाली, नन्दी, भृङ्गी, चतुष्ठी योगिनी, भूत प्रेत पिशाचहरूले एकै स्वर गरेर धन्य धन्य वीरभद्र, शिव निन्दक दक्षको नाश गर्यो। हे वीर, तिमी समान बलियो त्रिभुवनमा हुन दुर्लभ छ भन्दै नाच्न गाउन थाले। हे ऋषि, बिरणीले आफ्ना स्वामी दक्ष प्रजापतिको वध भएको देखेर धैर्य गर्न नसकी आधीले केराको थाम ढलाए झैँ भुइँमा ढली मूर्छा परिन्। एकैछिनमा चेष्टा भयो र आँखाबाट अविरल आँसु बगाउँदै भन्न थालिन्, हे स्वामी, मलाई अनाथ तुल्याई तिमी कता गयो? जगदीश्वर महादेवको निन्दा गरी यज्ञमा नडाक्दा तिम्रो प्राण गयो, मेरो यो अवस्था भयो। यस्तै अनेक तरहको शोक र विलाप गर्दै वीर शिरोमणि वीरभद्रसित बिन्ती गरिन्, हे ईश्वर, दक्ष प्रजापति अज्ञानी अहंकारी पनि हुन्, तिनलाई ज्ञानको चेष्टासम्म छैन। त्यस्ता मूर्खलाई नाश गरेर तपाईँको के नाम चल्ला? मलाई विधवा नतुल्याई मूर्ख दक्षलाई बचाई मेरो उद्धार गर। हे वीरभद्र, आफै सृष्टि गरेर आफै संहार गर्नु योग्य होइन। तिमी कस्ता भने सृष्टि स्थिति संहारकर्ता महारुद्र पनि तिमी, ब्रह्मा विष्णु शङ्कर पनि तिमी, आदि अनादि सब तिमी नै हौ। हे भक्तका प्यारा वीर, मेरो मुख हेरेर मेरो पतिको सबै अपराध मूर्ख जानी क्षमा गरी पतिदान देऊ। बिरणीको यस्तो विलाप सुनेर इन्द्रादि देवताले आकाशबाट फूल वर्षाएर, हे वीरभद्र, दक्ष प्रजापतिलाई बिउताई बिरणीलाई सन्तोष दिनुहोस् भनेर आकाशवाणी भयो। बिरणीले शोक गरेको र देवताहरूले भनेको सुनेर वीरभद्रलाई साह्रै दया लाग्यो र बिरणीको मुख हेरी भन्न लागे, हे बिरणी, तेरो स्तुतिले प्रसन्न भए, तलाई स्वामी वर दिन्छु। तर तेरो स्वामी दक्ष प्रजापतिको शिर मैले यज्ञमा होमिसके। अब यज्ञमा बलि दिएको बोकाको टाउको जोरी बिउताइदिन्छु, किनभने यसले पशु जस्तै भएर जगदीश्वर महादेवको निन्दा गरेको छ। यस्तो वीरभद्रको वचन सुनेर बिरणीले हवस भनी अञ्जली बाँधी उभिरहिन्। वीरभद्रले बोकाको टाउको ल्याई पछिल्तिर मुख फर्काएर जोरी दक्ष प्रजापतिलाई बिउताइदिए। दक्ष प्रजापति बिउतेपछि बिरणीको छागमुख अर्थात् बोकाको टाउको भएको पति साथै वीरभद्र महाकालीहरूलाई दण्डवत गरेर आफ्ना घरमा गइन्। वीरभद्र महाकालीहरू पनि कोटी कोटी देवता, यक्ष, किन्नर, दानव, नागहरू समेत दक्ष प्रजापतिको सेना नाश गरेर यज्ञको विध्वंस गरी भूतप्रेत पिशाच, नन्दी, भृङ्गी, प्रथमगण आदि सबै त्यहाँबाट अन्तर्ध्यान भएर कैलाश पर्वतमा पुगी महादेवलाई साष्टाङ्ग दण्डवत गरेर, हे जगदीश्वर, तिम्रो आज्ञाले पापिष्ट दक्ष प्रजापति र देवता, यक्ष, गन्धर्वादी कोटी कोटी सेना मारी यज्ञ विध्वंस गरेर दक्षको शिर छुट्याएर यज्ञमा होमिसकेपछि उसकी स्त्री बिरणीले साह्रै करुणा दर्शाएर विलाप गर्न लागि र मलाई दया आयो। अति यज्ञमा बलि दिएको बोकाको टाउको पछिल्तिर मुख फर्काएर जोरी दक्ष प्रजापतिको जीवन दान दिएर आए भनेर बिन्ती गरे। तब महादेव खुसी भएर
भन्नुभयो, हे वीरभद्र, हे महाकाली, तिमीहरू धन्य रहेछौ, म सन्तोष भए भनेर तिनीहरूलाई आफ्नो शरीरमा लीन गराए। हे अगस्त्य मुनि, त्यहाँ उपरान्त महादेव आफ्नो प्यारी सतीदेवीलाई सम्झी दक्ष प्रजापतिको यज्ञशालामा प्रवेश गरेर यज्ञ कुण्डमा निष्प्राण सुतिरहेकी सतीदेवीलाई त्यहाँबाट झिकेर आफ्नो काखमा सुताएर तिनै आँखाबाट आँसु खसाली, हा सतीदेवी, कैला शून्य तुलाई मलाई एक्लै यस्तो अवस्थामा पारेर कता गयो भनी धैर्य छोडी भैमा ढली मूर्छा भए। केही बेरमा चेष्टा भयो र हे प्यारी, अब मैले बाँच्नु व्यर्थ छ, मलाई एकछिन पनि नछाडी मेरो अगाडि बसी मैले भनेका कथाहरू सुनिरहन्थ्यौ, अब म कसलाई सुनाउला? मैले भनेको नमान्दा तिम्रो यस्तो अवस्था भयो, अब म कसलाई के भनौँ भनेर मुर्कीले छाती ठोक्दै आँखादेखि बलिन्द्र धारा आँसु बगाउँदै फेरि भन्नुहुन्छ, विष भाङ धतुरो मेरो स्वामीले खाने वस्तु हो भनेर हित भावले रक्षा गरेर राख्दथ्यौ, अब ती सबैको रक्षा को गरिदेला? फेरि बाहिर गएर आउँदा हातमा कमण्डलु लिएर मेरो पाउ धुन चाँडै आउँथ्यौ, अब को धोइदेला? हे प्यारी सती, तिमी नभई मेरो यो चित्त कसरी दृढ भएर रहला? भन्दै कहिले काखमा लिने, कहिले अङ्कमाल गर्ने, कहिले छातीमा टाँस्ने, कहिले सतीदेवीको हात आफ्नो छातीमा राख्ने, कहिले मै खाने, कहिले रुने, यस्तै अनेक तरहको शोक र विलाप गर्दै सतीदेवीको मृत शरीर पीठमा बोकी बहुला जस्तो भएर पृथ्वीमा भ्रमण गर्न थाले। महादेवले पीठमा बोकेको हुँदा सतीदेवीको अङ्ग गलित र दुर्गन्ध समेत भएन, निदाय जस्तो भएर शिवको पीठमा रहिरहन्। हे अगस्त्य मुनि, वास्तवमा दक्ष प्रजापतिले शिवलाई यज्ञमा नडाकेको मुख्य कारण के थियो भने अघि प्रयागराजमा एकत्र भएर मुनिहरूले ठुलो यज्ञ गरे जसमा ब्रह्माजी पनि विराजमान थिए। त्यहाँ ठुला ठुला ऋषि मुनिहरूले ज्ञान कुण्डका विषयमा बहस गरिरहेका थिए। त्यस बेला आफ्ना सारा गणहरूलाई साथमा लिएर शिवजी पनि सतीका साथ उस सभामा पुगे। सबैले भक्तिपूर्वक प्रणाम गरे, उनको स्तुति गरे। त्यसको बाद प्रजापतिहरूका स्वामी दक्ष पनि त्यहाँ पुगे र केवल ब्रह्माजीलाई प्रणाम गरे। ब्रह्माको आज्ञाले सुयोग्य आसनमा बसे। तब सबैले ती तेजस्वी दक्षको पूजा गरे। तर परम स्वतन्त्र लीला बिहारी महेश्वर चाहिँ आफ्नै आसनमै बसिरहे। उनले दक्षलाई प्रणामसम्म पनि गरेनन्। यस्तो देखेर दक्ष अत्यन्त क्रुद्ध भयो र सभाका मध्येमा सबलाई सुनाउँदै शिवलाई धेरै कुवाच्य कह्यो र करायो कि यो पाखण्डी, दुर्जन, पापी, पगला, ब्राह्मण निन्दक, स्त्री लम्पट, तामसी, नशेबाज, हमेसा स्त्रीमै आसक्त रहन्छ। सम्बन्धले यो मेरो छोरी ज्वाइँ हुनाले छोरो तुल्य भएर पनि यसले मलाई प्रणामसम्म गरेन। यसकारण म यसलाई श्राप दिन्छु। हे ब्राह्मण हो, हे देवता हो, तिमीहरू सब सुन, म यसलाई बहिष्कार गर्दछु। आजदेखि यसले देवताका साथ भाग पाउने छैन। यस्तो सुनेर नन्दीश्वरका आँखा राता राता भए। उनले दक्षलाई खुबै अपकाए। तब दक्षले नन्दीश्वरलाई पनि श्राप दिए, शिवका समस्त गणलाई पनि श्राप दिए। अनि पछि नन्दीश्वर पनि खुब रिसाए। उनले पनि घमण्डी दक्षलाई भने, ए दुष्ट बुद्धि नभएको दक्ष, के त शिव तत्त्वले जान्दैनस्? मूर्ख, यो जो तैले भृगु आदि ऋषि मुनिहरूको बीचमा महाप्रभु शिवजीको उपहास गरिस्, यो तेरो घमण्डले हो। अब म पनि शिवका प्रभावले तँलाई श्राप दिन्छु कि तँसहित सारा ब्राह्मण्डले वेदको वास्तविक अर्थ नबुझेर केवल आशीर्वादमा नै विश्वास गरून्। जब क्रुद्ध नन्दीश्वरले यस प्रकारको श्राप दिए तब त्यहाँ हाहाकार मचियो। तब शङ्करले नन्दीश्वरलाई सम्झाउँदै भन्नुभयो, बुद्धिमान, तिमीले क्रोध गर्नु हुँदैन थियो। म ब्राह्मण र वेदलाई श्राप दिन। तिमी वास्तवमा यस्तो सम्झ कि दक्षको श्रापले मलाई छुन सक्दैन। अब तिमी शान्त हौ। तब नन्दीश्वर शान्त भए। शिवजी आफ्ना सबै गणलाई साथमा लिएर आफ्नो धाममा गए। दक्ष पनि ब्राह्मणहरूलाई साथमा लिएर आफ्नो बाटो लागे। त्यहीँदेखि दक्ष प्रजापति शिवनिन्दक कहलाउन लागेका हुन्। हे अगस्त्य मुनि, अब म तिमीलाई सतीदेवीका अङ्ग जहाँ जहाँ पत्तन भए त्यहाँ त्यहाँ पीठ उत्पत्ति भएको कुरा अघिल्लो अध्यायमा सुनाउनेछु। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री सुस्तानी परमेश्वराय व्रत कथाय महादेव पृथ्वी भ्रमण नाम अष्टमोऽध्याय।